महाकाली वा अरू सन्धिका नाममा देशै बेचेर खाएकाहरू ढुक्कले सिंहदरबार छिरेका छन्। तिनलाई मुद्दा छैन। नक्कली भुटानी शरणार्थी वा भिजिट भिजाका नाममा जनता बेचेर खाएकाहरू संसदमा शेर सायरी सुनाइरहेका छन्। तिनलाई अनुसन्धानको डर छैन। सिङ्गै ललिता निवास र गिरिबन्धु निलेकाहरूलाई डकार्न पनि नडकारी सुखी नेपालीको उपदेश दिँदैछन्। तिनीहरूलाई कानुनको डर छैन। आज तिनै अपराधीहरूले चलाएको देशमा स्वदेशमै केही गर्ने सङ्कल्प लिएर अमेरिकादेखि फर्केको म रवि लामिछाने सबैभन्दा धेरै अदालतमा मुद्दा चलेको यो देशको सबैभन्दा ठुलो अपराधी जस्तो भएर कारागारमा बन्दी छु। सबैले मेरै बलि चढाउने भाकल गरेका छन्। कसैको राजनीति जोगाउन, कसैको सरकार बनाउन वा जोगाउन र कसैलाई उच्च वा सर्वोच्च पुग्न पनि मेरै बलि चढ्नु पर्यो। म एउटा मान्छे कतिजनाको भाकलका लागि कति पटक रेटिने, कति टुक्रामा काटिने। सबको भाकल पुरा गर्न रेटिँदा रेटिँदा मसँग हाड छाला र एकमुठी प्राण मात्र बाँकी छ। यति बेला मसँग सत्य बाहेक केही पनि बाँकी छैन। म ठुनिँदा मात्रै न्यायालयप्रतिको विश्वास कायम रहन्छ रे। आज सबै क्षेत्र जनताको प्रत्यक्ष निगरानीमा छ। मिडिया होस् या न्यायालय, जनताको अदालतमा ढिलो छिटो सबैले जवाफ दिनुपर्नेछ। एक न एक दिन सबैको श्वेत पत्र निस्कने नै छ। आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू, यिनीहरूको 36 वर्ष लामो कुशासनले यो देशमा परिवार अलग्यायो, समाज अलग्यायो, देश नै अलग्यायो। यिनले दिएको यातनाको आँसुबाट अब विद्रोहको नदी तयार भइसकेको छ। यी अपराधीहरू रवि लामिछानेसँग होइन, आफ्नै अपराधसँग डराएका हुन्। रवि लामिछानेप्रति तपाईँहरूको प्रेमसँग डराएका हुन्। यिनीहरूले बुझेका छन् यो देशमा अब कि रवि लामिछाने जेलमा हुनेछ कि यिनीहरू जेलमा हुनेछन्, कि षड्यन्त्रले जित्नेछ म जेलमा सड्नेछु कि तपाईँहरूको प्रेमले जित्नेछ। यिनीहरूले यो देशमा 36 वर्षका अपराधको मूल्य तिर्नेछन्। रवि लामिछाने परीक्षाका लागि तयार छ। बा हुन् कि दाई, भाउजू हुन् कि देवर, ती सबैले सुन्ने गरी फेरि दोहोऱ्याउँछु, रवि लामिछाने जस्तो सुकै परीक्षाका लागि पनि तयार छ। मलाई दृढ विश्वास छ काल कोठरीमै मारिएछु भने पनि यो देशले यिनीहरूको 36 वर्षका अपराधको हिसाब नमागी छोड्ने छैन। मेरा विरुद्ध जाहेरी दिनेहरूले बिस्तारै सत्य बोल्न थाल्नु भएको छ। बाँकीलाई अनुरोध छ, तपाईँहरू आफूलाई जन्म दिएका बा आमा र आफूले जन्म दिएका छोराछोरीको आँखामा आँखा जुधाएर भन्नुहोस् त, के रवि लामिछानेले ठगेरै तपाईँहरूले उजुरी दिनुभएको हो? रवि लामिछाने छ भनेरै कुनै सहकारीमा पैसा राख्नु भएको हो? तपाईँहरू मध्ये कतिजना पाप धर्ममा विश्वास गर्नुहुन्छ मलाई थाहा छैन, तर धर्मै नमान्नेलाई पनि पाप त लाग्छ। कसैले कसैको लोभमा, स्वार्थमा या दबावमा मेरा विरुद्ध उजुरी दिनुभयो, एकपटक छातीमा हात राखेर आफैलाई सोध्नुहोस्, रवि लामिछाने ठगै हो त? जसले यो पढ्नुभयो उहाँहरूले पढ्न नसक्ने आमा बुबालाई मेरो सन्देश सुनाइदिनु होला। तपाईँहरूको रवि लामिछाने यिनीहरूको काल कोठरीसँग डराएको छैन, आत्तिएको छैन, हिम्मत हारेको छैन। तपाईँको रवि लामिछानेसँग कारागारका पर्खालभित्रबाट पनि देशद्रोहीलाई तर्साउने नैतिक बल र साहस छ। मैले सङ्गठित अपराध गरेको हुँ कि सिङ्गो राज्यको दुरुपयोग गरेर ममाथि सङ्गठित अपराध भइरहेको छ, यसको निर्णय जनताकै विवेकको अदालतमा होस्। चरम अन्यायको शिकार भई थुनुवाको रूपमा रहेको मेरो भनाइले कसैलाई भिजाएछ भने पनि ममाथि थप निर्मम हुने ठाउँ अब कति नै पो बाँकी होला र? ममाथिको राजनैतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियानमा साथ दिन आग्रह गर्दै यति भन्छु, यिनीहरूले मलाई लगाएको हत्कडी त बिउ हत्कडी हो। यो फल्न फुल्न र हुर्कन धेरै दिन लाग्ने छैन। स्वर्ग जस्तो देशलाई नर्क बनाएका अपराधीहरू षड्यन्त्रकै बलमा अब धेरै दिन जोगिन सक्ने छैनन्। म मारिएछु भने पनि जनताले यिनीहरूका हातबाट तस्करले दिएका घडी खस्नेछन् र हत्कडी लगाउनेछन्। त्यो दिन धेरै टाढा छैन। यति भनिसकेपछि अब मैले झन् यस बापत कत्रो मूल्य चुकाउनु पर्ने होला त्यसको हिसाब किताब पनि छैन, मलाई परवाह पनि छैन। धन्यवाद।